समस्याहरू हामीले चाहिँ हाम्रो चुनौतीहरू पनि उसले छन्। त्यस कारणले मैले त्यही के राम्रो हुन्थ्यो भने मेरो एउटा चाहिँ ड्रिम के हुन्थ्यो भनेदेखि एक दिन सबै जम्मा भएर आफ्नो क्षेत्रको एउटा सामूहिक च्यालेन्जहरू समस्याहरू छलफल गर्ने, हाम्रो स्ट्रेन्थहरूको बारेमा छलफल गर्ने र हाम्रो चाहिँ हिमाली क्षेत्रको चाहिँ सबै मिलेर हाम्रो एउटा साझा अब सरकारी नीतिकै कुरा गर्नु पऱ्यो भने एउटा साझा चाहिँ इस्युहरू तयार गर्न पाएको राम्रो हुन्थ्यो जस्तो लाग्छ। तर त्यो मेरो सपना चाहिँ त्यति साह्रो राम्रोसँग पुग्नु हुन सकिरहेको छैन, किनभने उहिले त हामी चाहिँ एक कम्युनिटीबाट अर्को कम्युनिटीमा एउटा समुदायबाट अर्को समुदायमा जानलाई टाढा यताउतिले गर्दाखेरि चाहिँ हाम्रो हेल्पमेट हुन पाएको थिएन। तर अहिले आएर चाहिँ अब भाग्यवास गर्नु कि भाग्यवास गर्नु हामी सबै चाहिँ काठमाडौँमा आएर बसेका छौँ। तर राम्रो कुरो के राम्रो पक्ष यसको के छ भनेदेखि हामी यसरी भेट्ने चाहिँ बढ्दै गएको छ। त्यही पनि त्यति साह्रो भेट्ने अवसर पनि यसरी डाइभर्स ग्रुप चाहिँ हाम्रो सबैतिरको चाहिँ दाजुभाइ दिदीबहिनी आएर यसरी चाहिँ एउटा चाहिँ ठाउँमा जहाँ भेला भएर कुराकानी गर्ने चाहिँ मौका त्यति साह्रो मिलेको छैन। तर भाग्यवास आज हाम्रो त्यहाँको कृपाले गर्दाखेरि यो तेन्जिङ नेचर कुम्भको मुनि बसेर हामीले यस्तो शुभ अवसरमा आज भेटघाट गर्न हामीले चाहिँ मौका पायौँ। त्यसको लागि म त्यहाँ गुजेरीलाई सर्वप्रथम म धेरै धन्यवाद दिन चाहन्छु। र आजको चाहिँ यो मासमा सबै हामीले निमन्त्रण गरेको सबै आउनुभयो, कतिजना छुटिए किनभने हामीलाई थाहा भएन, टाइम सीमित ठाउँ सीमित, त्यही पनि यो हामीले निमन्त्रण दिएको सबैजना आउनुभयो र धेरै धेरै राम्रो भयो। यहाँहरूलाई हामीले चाहिँ हिमाली क्षेत्रको चाहिँ दाजुभाइ दिदीबहिनीहरूको हिसाबले चाहिँ निमन्त्रण गरेको छु। त्यही पनि यो मासमा हाम्रो ठुलो ठुलो धर्मगुरुहरू आउनुभएको छ, राजनीतिक कर्मीहरू पनि आउनुभएको छ, सामाजिक क्षेत्रमा काम गर्ने चाहिँ हाम्रो चाहिँ अगुवाहरू आउनुभएको छ, विद्यार्थी हुनुहुन्छ, मिडियाका मान्छे हुनुहुन्छ, अरू हाम्रो चाहिँ विदेशी पाहुनाहरू पनि हुनुहुन्छ। त्यो आज यो साह्रै राम्रो कार्यक्रम भयो। र एउटा चाहिँ इन्भाइरोमेन्टको कुरा गर्दाखेरि म आफू चाहिँ इन्भाइरोमेन्टल साइन्सको विद्यार्थी, वातावरणविद एक किसिमले। र मैले यो अवसरलाई कसरी हेरेको छु भनेदेखि साइन्स टेक्नोलोजी हाम्रो चाहना, साइन्सको विकास हुनुपर्छ, टेक्नोलोजीको विकास हुनुपर्छ, अनि पछि राम्रो हुन्छ भनेर भन्ने गरेर साइन्सको विकास भइरहेछ, टेक्नोलोजीको गतिमा विकास भइरहेछ। तर शान्ति भन्ने हामीले पाउन सकेको छैन। कन्फ्लिक्ट भन्दा बढ्दो अवस्थामा छ। हाम्रो नेपालमा मात्र नेपाल बाहिर पनि त्यस्तै किसिमको चाहिँ समस्याहरू परिरहेछ। बुझौँ एउटा चाहिँ वातावरणकै कुरा गरौँ, म एउटा वातावरणविद भएको हुनाले वन संरक्षण, वन्यजन्तु संरक्षण राम्रोसँग गर्न सकेका छैन। अन्तिम शिकार गर्ने कामहरू जत्र गरिरहेछ र गभर्मेन्टको चाहिँ सबै निकाय लागेर पनि यसलाई चाहिँ हामीले चाहिँ कन्टेन गरेर निर्मूल गर्न सकेको छैन, हराउँदै जान्छ स्पिसिसहरू। अहिले आएर हामी तपाईँहरू पनि सबैले सुन्नुभएको होला एउटा क्लाइमेट चेन्ज भन्ने मान्छेहरू भन्ने गर्छ। कतिपय चाहिँ यस विषयमा चाहिँ तपाईँहरू चाहिँ बुझ्नुहुन्छ होला, कतिपयले चाहिँ राम्रोसँग चाहिँ फेमिलियर हुनु पाएको छैन होला। के त क्लाइमेट चेन्ज हाम्रो चाहिँ विश्वको चाहिँ तापक्रम बढ्दै जाने समस्या, यसले निम्ताउने समस्याहरू चुनौतीको रूपमा हाम्रो अगाडि देखा परिरहेको छ। र साथसाथै गरिबी, हिजो आज फेरि विश्वको आर्थिक मन्दीको कुरा छ। विश्वमा आर्थिक मन्दी आयो भनेदेखि हाम्रो नेपालमा पनि सोझो हिसाबले हेर्ने हो भने टुरिस्टहरू आउन छोड्दैछ र हाम्रो इकोनोमी उस्काका पर्छ। यस्ता चाहिँ च्यालेन्जेसहरू गर्नु हाम्रो सामु आइरहेछ। र यसको चाहिँ सोल्युसन के त भने सोल्युसन खोज्नुमा सबै छ। तर म एउटा चाहिँ साइन्सको विद्यार्थी भएर पनि साइन्स र टेक्नोलोजीमा मात्रै चाहिँ यसको चाहिँ उपाय चाहिँ हामीले पाउन सक्दैनौँ। यो एउटा उपाय त्यहाँ खोज्नुपर्छ र सबै दिए होइन। हाम्रो आध्यात्मिक, हाम्रो धार्मिक क्षेत्रमा पनि हामीले यसको उपायहरू खोज्नुपर्छ भन्ने मेरो पनि धारणा। र
र यसरी खोज्दाखेरि मैले के फेला परेँ भनेदेखि हाम्रो भन्ने जस्तो संरक्षणको चाहिँ काम धेरै वर्ष काम गर्दाखेरि के चुनौती फेला पऱ्यो भने जति कोसिस गर्छु उत्तिकैमा तर हाम्रो हिमाली क्षेत्रमा एउटा चाहिँ पौराणिक विश्वास के रहेछ भने हाम्रो क्षेत्रमा कतिपय ठाउँमा जस्तो चाहिँ अरुण खोलाको शिरमा ठेम्बरु सुरुकुलको गलवानी यो नुब्री क्षेत्रमा हाम्रो चाहिँ पुर्खाहरूले के विश्वास गर्थे भने हाम्रो यो ठाउँ पद्मा बाबाले हाम्रो लागि झुकाइरहेको एउटा चाहिँ बेयुल हो र यो बेयुलभित्र काटमाट गर्नु हुँदैन, यो बेयुलभित्र हाकिङ गर्नु हुँदैन, शिकार खेल्नु हुँदैन र झगडा समेत गरे पनि यहाँको चाहिँ यो पवित्र ठाउँको पवित्रता घट्न जान्छ र पवित्रता घटेपछि हामीले दुःख पाउँछौँ भन्ने विश्वास राखेको रहेछु। र मैले के सोचेँ भने ल त्यसो भएर यो त बडा राम्रो उपाय रहेछ। साइन्स एन्ड टेक्नोलोजीमा त हाम्रो सबै मान्छे पक्का छैनन् तर धार्मिक विश्वास त हाम्रो आस्था त छ। हिन्दू होस्, मुस्लिम होस्, बुद्धिस्ट होस्, सबैको आफ्नो आफ्नो धर्म छ र यसलाई चाहिँ संरक्षण गर्न पाए, यसलाई चाहिँ अझै भेदभावले प्रचार गर्न पायो भने हाम्रो चाहिँ साइन्टिफिक अब्जेक्टिभ जुन चाहिँ बायोडाइभर्सिटी जोगाउनु त्यो काम पनि पुरै हुन्छ भन्ने मलाई लाग्यो। त्यस कारणले विज्ञानको चाहिँ भिडियोसँग कुरा गरेँ हामीले यसरी चाहिँ भेल्युहरूको चाहिँ यति राम्रो चाहिँ पाठहरू छन् र हाम्रो चाहिँ आउँदो जेनेरेसनले यसलाई बिर्सिँदै गएको छ। अब के गर्ने होला भन्दाखेरि बुझेर भन्नुभयो यसलाई एउटा उपाय छ। यो उपाय हो यसलाई चाहिँ यो पावरलाई चाहिँ रेस्टोर गर्ने, यो साथीलाई फेरि चाहिँ फिर्ता ल्याउने एउटा उपाय चाहिँ गुम्बा प्रतिस्थापन गर्नु भनेर उहाँले भन्नुभयो। त्यही सम्बन्धित चाहिँ हामीले चाहिँ यो कार्यक्रम अगाडि बढाएको हौँ र यसमा चाहिँ सबभन्दा ठुलो चाहिँ फ्याङ्कुचुरी हुँदैको हुनुहुन्छ। अस्ति भर्खरै चाहिँ उहाँले भन्नुभयो हामीले एड्रेसमा पठाएको छौँ, यो दुईमा गुम्बा हामीले त्यहाँ पठाएको छौँ। त्यस्तै अब हिमालयहरू पनि गुम्बाको चाहिँ अहिले एक्सपिडिसनको चाहिँ साथी मेम्बरहरूले एसियन ट्रेकिङ एक्सपिडिसनहरूले त्यो गुम्बामा लाने काम हुँदैछ र आज हामीले चाहिँ करिब चाहिँ 50-60वटा गुम्बा हामीले वितरण हामीले अब हामी हिमाली क्षेत्रका चाहिँ सबै ठाउँको लागि वितरण गऱ्यौँ र मेरो के चाहिँ पूर्ण आशा छ भनेदेखि जब धार्मिक पक्षले गुरुको गर्दा कि बोल्नुभयो मेरो के आशा छ भनेदेखि हामी सबैले चाहिँ आज अवेर होस् हाम्रो ठाउँ, हाम्रो गाउँ हिमाल भन्ने एउटा पवित्र ठाउँ रहेछ। यसको पवित्रतालाई हामीले जोगाउनु पर्ने भन्ने त्यो अवेरनेस, त्यो बुद्धि ज्ञान हामी सबैमा पलाओस् भन्ने मेरो चाहना छ। र त्यसपछि फ्याङ्कुचुरी रिम्पोछेज्यूलाई साथसाथै आज यहाँ पाल्नु भएर तपाईँहरू विभिन्न गाउँठाउँको प्रतिनिधित्व गरेर यहाँ आउनु भएर ठुलो बुझाइदिनु भयो तपाईँहरू सबैले मेरो तर्फबाट हाम्रो चाहिँ आयोजकको तर्फबाट पनि धन्यवाद छ। किनभने तपाईँहरूलाई अझै यसलाई लगेर आफ्नो ठाउँमा लगेर चाहिँ त्यसलाई चाहिँ राम्रोसँग चाहिँ सुरक्षितसँग राख्ने चाहिँ तपाईँहरूले बोक्नु भएको छ। साथसाथै अनि धेरै चाहिँ के पाहुनाहरू आज हाम्रो मञ्चमा आउनुभयो, शोभा बढाइदिनु भएको छ, तपाईँहरूले धेरै धन्यवाद छ। र सबभन्दा चाहिँ अन्त्यमा चाहिँ हाम्रो माउन्टेन स्पिरिटका चाहिँ साथीहरू, हिमालयन पर्सेसका साथीहरू, माउन्टेन इन्स्टिच्युटसँग सम्बद्ध चाहिँ साथीहरू सबैले तपाईँहरूको चाहिँ सहयोगमा यो आजको चाहिँ रिम्पोछेले सोचेको काम चाहिँ कम्प्लिट हुन पाइयो र तपाईँहरूले पनि मेरो तर्फबाट मिली धन्यवाद छ। र लास्टमा गएर हाम्रो एमसी प्रतिनिधि लामा शेर्पालाई धन्यवाद दिनै पर्छ। किनभने उहाँले चाहिँ हामीले यो ठाउँमा ल्याउनलाई चाहिँ सुरुदेखि नै सबै व्यवस्था मिलाएर पनि यहाँ चाहिँ कार्यक्रम पनि कन्ट्याक्ट गर्नु दिनुभयो। त्यस्तै एमजी लामा शेर्पा, पिताजी शेर्पा यसमा चाहिँ सहयोग गर्ने सबै हाम्रो एमएसका सबै दिदीबहिनीहरूलाई म धन्यवाद दिन चाहन्छु। र त्यस्तै त्यति भन्दै म आजको
यो समारोह यही सकिएको चाहिँ जानकारी गराउन चाहन्छु। अहिले भएर चाहिँ सङ्ग्रैला गार्डनमा चियाको चाहिँ चियापानको चाहिँ प्रोग्राम छ। चियापानमा पाल्नु होला। यस्तो फेरि भेट्ने मौका फेरि पाइँदैन। हामी एक ठाउँको मान्छेले अर्को ठाउँको हाम्रो साथीभाइहरूले भेटेर चिनापछि गर्ने, कुराकानी गर्ने, सोध्ने यताउति चाहिँ हामीले हुनेछ भन्ने आशा राख्दछु। त्यति भन्दैन म तपाईँहरू सबैले धन्यवाद दिँदै काज धेरै